बखडा चाहिँ यस्तै छ है साथी फलेको यो अब बजार क्षेत्रमा हुनु भने चाहिँ यो पैसा चाहिँ धेरै साट्थ्यो होला तर गाउँघरमा पर्यो है के गर्नु यो सुँगुरले चारो हम र यसो मान्छेले खाने र थोरै रक्सी पनि यसको राम्रै बनाउँदा चाहिँ हुन्छ यहाँ डोलमै हाल्ने कार्यक्रम गर्दैछौँ हाम्रो टिप्ने मान्छे चाहिँ यता हाम्रो हुनुहुन्छ है ल मेरो मिसेस हो यो एकदम ऊ हाँसी टिपिरहेछ र तर खाँदा पनि धेरै टेस्टिलो हो मिठो पनि छ तर म पनि खाउँ चाहिँ लागिरहेछ तर उता मेरो मिसेसले खाँदा मलाई ढिट मरिरहेछ अलिकति रुगा मार्गी लागेको भएको कारणले गर्दा मैले चाहिँ अलिकति खानु रुचाइन र यस्तै छ बखडा यो बखडा है आलु बखडा यो काठमाडौँ क्षेत्रतिर बजारतिर भनेतिर त धेरै माथि नै छिन्ने हो यो यसो माथि पनि पुरै छ यो बगानै हो क्या यो बखडाको चाहिँ यो यसो माथि पनि छ यो चाहिँ यसो डाला थाम्नु फलाइले नसकेर भाँचिएछ त्यही भएर यहाँ टिपेर यसलाई रक्सी बनाऊ भनेर यहाँ कार्यक्रम गरिआएको टिप्ने अनि त्यसो भन्दै अब र यसो पनि छ है फलाइ पनि के हो यो अब यो बखडाको फलाइ चाहिँ यो है हेर्न त ल के हो यो यस्तो यो फल्नै नजानेको हो कि यो फलाइ नै यस्तो यो झुम्पा लगाइ पो त यो बाफरी यो ल त्यो भन्दा यता माथि पनि छ यो एउटा बखडा चाहिँ यो है फलाइ बबाल नै छ यो पाकेर नझरे चाहिँ यो यत्तिकै राख्नु जस्तै नै यो रमाइलो फलेको फल्या छ बखडा भन्छ यो बजार क्षेत्रमा भने चाहिँ निकै नै यो यसको मान्यता यसको स्वभाव पनि हुन्थ्यो र गाउँघरमा यो खासै भेलो पनि हुनु चाहिँ हुँदैन यो सुँगुरलाई चारो र यसो मान्छेले तिर्खा लाग्दा घाममा खाने 14 नम्बरमा है यो चाहिँ फेरि बखडाको यस्तो छ नजिक है फलाइ चाहिँ जो त्यो राम्रै छ अब डालाले थाम्न नसकेर यो टोकोल पनि लाइ चाहिँ हिँडेको त्यो खाबोले पनि थामेन रहेछ खाबाहरू पनि दिएको